हेलो गाइज नमस्ते। फेरि पनि स्वागत छ नयाँ दिन नयाँ सुरुवात। र आज म तपाईहरुलाई के भन्न आएको भने नि भन्न त केही पनि आएको होइन। म चाहिँ यसो डुल्दै छु, तपाईहरु के गर्दै हुनुहुन्छ भनेर चाहिँ चलपल बुझ्न आएको हो म हैन। अब म चाहिँ यसो डेली लाइफको चाहिँ भ्लगहरु बनाऊँ भनेर चाहिँ आजकल भिडियोहरु बनाइरहेको छु। र अगाडिको भिडियोहरु हेर्नु भएको छैन भने त्यो पनि तपाईहरुले हेर्न सक्नुहुन्छ। मेरो युट्युब च्यानल स्यान्ड आर इन्टरटेनमेन्ट भनेर छ, त्यसमा गएर हेर्न सक्नुहुन्छ है। अहिले चाहिँ म यो खानागावा स्थित यो सिन्कोयासु भन्ने ठाउँमा चाहिँ बस्दै आएको छु। र मेरो डेली लाइफ के छ कसो छ हैन, काम बाहेक, काम जाऊ आऊ बाहेक फ्री टाइममा म के गर्छु भन्दा मेरो कोही पनि साथीभाइ छैन। साथीभाइ नबनाइसकेपछि म एक्लै नै यतिकै घुमिरहेको हुन्छु के, एक्लै नै इन्जोय गरेर हुन्छु। त्यही नै रमाइलो लाग्छ मलाई हैन। ल यस्तै छ। अब म अहिले एकछिनमा यसो यतिकै डुल्दै छु, तपाईहरुलाई नि म सँगसँगै घुमाउँछु है त। यो जापानमा चाहिँ है बाटोभन्दा ठुलो फुटपाथ हुन्छ के, अनि मान्छेलाई हिँड्न पनि यति सहज होइन। मान्छे नै छैन, मान्छे नहुँदाखेरि पनि तपाईको फुटपाथ यति ठुलो छ है। अब यो यहाँ पार्क छ, हेर्न सक्नुहुन्छ तपाईहरु हैन। अब यो पार्कमा मान्छे नै छैन। अब यो यताको यो ठुलो अपार्टमेन्टको चाहिँ प्राइभेट पार्क हो यो चाहिँ, त्यही पनि अब मान्छे नै छैन। अब यस्तै छ। अनि यो 2 तला चाहिँ, यो 3 तलै भनौँ न, यो चाहिँ पार्किङ एरिया हो। यो चाहिँ यहाँ चाहिँ तपाईको मल्टिफ्लोर पार्किङहरु चाहिँ खुब चल्छ के यता चाहिँ। अनि त्यो हुनाले चाहिँ अब गाडीहरु जहाँ पाए त्यही पार्किङ हुने, यताउता त्यस्तो समस्याहरु पनि हुँदैन। अब यो चाहिँ रेसिडेन्शियल अपार्टमेन्ट जस्तो हो। यो चाहिँ भाडामा मिल्ने घरहरु हो यो चाहिँ। अब यहाँ अगाडि अर्को पनि एउटा पार्क छ हैन। यहाँ चाहिँ चोकै पछि पार्क हुन्छ के जापानमा। खाली ठाउँहरु चाहिँ राखौँ भन्ने यिनीहरुको चाहिँ एउटा कन्सेप्ट भनौँ कि अब के भनौँ हैन। यिनीहरुले त्यसरी बनाएको हुन्छ, चोकै पछि चाहिँ पार्कहरु हुन्छ। तर पार्क हुन्छ, मान्छे हुँदैन, मान्छे सबै व्यस्त। तर अहिले यो पार्कमा चाहिँ बुढाबुढीहरु चाहिँ खेल्दै रहेछ गेम हैन, गल्फ हो कि के खेल्दैछ हैन। म त्यहाँ गएर यसो त्यहाँको पनि म भिडियो बनाउँछु हैन। बुढाबुढीहरु खेलिरहेको रहेछ कि कस्तो रमाइलो लाग्ने गरी यसो हेर्छु म, कस्तो इन्ट्रेस्टिङ लाग्यो कि के गेम रहेछ यो। यहाँबाट हानेर चाहिँ वहाँ परसम्म चाहिँ पुर्याउने रहेछ खेल चाहिँ। यहाँ चाहिँ बुढाबुढीहरु चाहिँ रमाइलो गरिरहनु भएको छ। ल गाइजहरु अब यहाँ खेल खेलिरहनु भएको छ हैन बुढाबुढीहरु। अब म यहाँ अब छिरेर डिस्टर्ब गर्न मन लागेन। के को गेम रहेछ, पुरै त्यो पेपरमा स्कोरहरु टिपेर है अनि खेलिरहनु भएको छ त्यहाँ। जस ठिक छ, स्पोर्टमा एक्टिभ हुनु पनि राम्रै हो हैन। यतापट्टि चाहिँ अब यस्तो छ, यो बच्चाहरु खेल्नको लागि चाहिँ यस्तो खालको पिङदेखि लिएर यो चिप्लेटीहरु यताउता त्यस्तो छ यहाँ। त्यस बस्नलाई यतिकै चाहिँ रमाइलो छ। यस्तै छ गाइजहरु, चलिरहेकै छ। बुढाबुढीहरुले गेम खेलिरहनु भएकै छ। यहाँ कस्तो दामी फुल रहेछ यार। अनि गाइजहरु यो जापानमा चाहिँ हैन, जहाँ पनि यो जिदो हाम्बैकी हुन्छ क्या। यो भने चाहिँ तपाईको भेन्डिङ मेसिन हैन, जहाँ पनि के तपाईको चोकै पछि चाहिँ है जिदो हाम्बैकी हुन्छ है। अब जस्तै अब हेर्नु है त, यहाँनिर चाहिँ अब यो कफी आइटमहरु, यो तातो, यो रातोवाला चाहिँ सबै तातो हो, यो चिसोवाला चाहिँ निलोवाला चाहिँ कोल्ड हो हैन। अब यो कफीहरु चाहिँ अहिले तातोमा छ। जाडो याममा चाहिँ गर्मी महिना सुरु भएपछि अब यो पनि चिसोमा पाउँछ कफीहरु पनि। अनि अब यो पानीहरुदेखि लिएर अब यो ब्ल्याक पन्च, पेप्सी, ड्यू हैन, अब यो सबै छ, रेड बुलहरु। यो चाहिँ अब यहाँ पैसा हाल्ने, नत्र भने त्यो आइसी कार्डहरु हुन्छ यहाँ, त्यो सुइका जस्तो
तिनीहरू टच गरेर पनि यहाँनिर गर्न सकिन्छ अथवा यहाँ पैसै हालेर पनि गर्न सकिन्छ है त। यस्तै ठ्याक्कै यसकै अपोजिटमा पनि यहाँनिर अर्को छ जिराम भाइ के, यो चाहिँ छुट्टै छुट्टै कम्पनीले राखेको हो होइन। अब यहाँ पनि त्यही कफीहरू छ, अब यहाँ जुसहरू छ, यहाँ चिप्स पनि रहेछ यसमा त अझै यो जुसहरू भयो। अब यो पानी ग्रिन टीहरू यस्तै यस्तै छ है। यो चाहिँ जहाँ पनि हुन्छ क्या, पैदल हिँड्ने मान्छेलाई पसलै खोजिरहनु परेन होइन, चोकै पछि हुने भइसकेपछि। अनि अब जहाँ पनि पाइन्छ खायो, अनि खाएपछि यस्तो डस्टबिनहरू राखिदिएको हुन्छ यहाँनिर। अनि यो डस्टबिनमा चाहिँ बोतलहरू छिराइदिने। ल गाइजहरू, म अब हिँड्दा हिँड्दै यहाँ हाइवेमा आइसकेको छु। यहाँबाट चाहिँ उता परको बाटो निस्केर चाहिँ उता नाइटता पनि जान मिल्छ यो हाइवेबाट। त्यहाँ चाहिँ रेन्टल कारहरूको दोकान रहेछ। जापानमा चाहिँ अब हामी जस्तो विदेशी मान्छेलाई चाहिँ आफैले गाडी लिएर बस्नुभन्दा नि लाइसेन्स, यहाँको जापानको लाइसेन्स बनायो भने चाहिँ कार रेन्ट गरेरै चलाउन ठिक हुन्छ जस्तो लाग्छ मलाई होइन। अब आफैले गाडी किन्यो भने पार्किङको पैसा तिर, फ्युल मेन्टेनेन्स दुनियाँ खर्चहरू हुन्छ। तर अब आफूसँग लाइसेन्स छ भने जुन दिन आफूलाई कहीँ टाढा जानुपर्छ सस्तो पनि हुन्छ। एक दिनको फुल रेन्टल गर्यो अनि लिएर गयो, ल्याएर राखिदियो बेलुका, त्यो नै सबभन्दा उचित हुन्छ जस्तो चाहिँ मलाई लाग्छ है जापानमा। म हिँड्दा हिँड्दै यतापट्टि अर्को चोकमा आइसकेको छु। अब यहाँ चाहिँ यस्तै अब बाटै बाटो, चोकै पछि पार्कहरू हुन्छ। अनि अब यहाँ एउटा त्यो जिदाम भाइ कि यता पनि रहेछ, तपाईँहरू देख्न सक्नुहुन्छ होइन। मेरो पछाडिपट्टि है यो भेन्डिङ मेसिनहरू छ। मलाई सबभन्दा राम्रो लाइन चाहिँ यो ठाउँमा चाहिँ यहाँनिरको घरहरूको लाइन चाहिँ मलाई एकदम दामी लाग्छ क्या है। यस्तो दामी घर छ क्या यो पुरै लाइनै है, दामी घर छ भने। यो लाइनको घरहरू चाहिँ मलाई दामी लाग्छ क्या। कस्तो ब्युटिफुल डिजाइनमा बनाएको यो घरहरू चाहिँ। अस्ति हिउँ परेर चाहिँ यस्तो बवाल भयो थियो गाइज होइन। जो ठाउँमा आएदेखि पोहोर अलिअलि सानो त परेको थियो, तर ठुलो हिउँ परेको चाहिँ अस्ति हो क्या। यस्तो दामी परेको थियो है यो ठाउँ, यस्तो बवाल भएको थियो नि देखाउँछ। अनि हामीले यहाँ त्यो टिकटक भिडियोहरू नि बनायौँ होइन, बुढी र मैले। यो पुरै यो साइडको घाँसहरू पुरै हिउँले पुरेर चाहिँ हेर्न लायक भएको थियो क्या। अनि यो चाहिँ हाम्रो घरभन्दा ठ्याक्कै 2 घर यतापट्टि हो क्या। यो चाहिँ यो खासमा फुटपाथ हो होइन, तर यो फुटपाथ भन्दा पनि बवाल छ क्या। यो चाहिँ फुटपाथ चाहिँ फुटपाथै हो। अब यसलाई नै डेकोरेसन गरेर यसरी यो बिरुवाहरू रोपिदिएर यसरी बस्ने ठाउँहरू बनाइदिएर अब यसलाई मेन्टेन गरे हो भन्छु कि म चाहिँ खासमा। अनि यहाँ हिँड्दा पनि बवाल रमाइलो लाग्छ कि मलाई। यत्तिकै हिँड्दा पनि बाहिर कुनै अन्त ठाउँमा गएर चाहिँ घुम्न गए जस्तो फिल हुन्छ कि। यहाँबाट वहाँ परसम्मै छ। यहाँ चाहिँ कुकुर लिएर आइरहेको रहेछ एउटा साथीले। अनि खिच्न मिल्छ भनेको खिच्न मिल्छ भनेर कि साथीले। अनि यसो सानो क्लिप दिएको। लगाइजहरू अब यति भन्दै मेरो भ्लग पनि यहीँ एन्ड गर्छु आजको। अब घर पनि मेरो आइपुग्नुलाई यहीँ पारिपट्टि हो होइन। 1 राउन्ड हानेर आइसकेँ म। अब त्यही नै हो। अब हामी फेरि नेक्स्ट भिडियोमा भेटौँला। त्यतिन्जेलसम्मको लागि चाहिँ खुसी रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् है त। ल जय नेपाल, जय देश। ल पछि भेटौँला, बाई बाई।